Hello guys, welcome back to my YouTube channel. So after so long मैले vlog बनाएको छु. मलाई एकदम लाज लाग्छ vlog बनाउन. यहाँलाई पक्कै पनि थाहा छ होला. So hello guys, welcome back to my YouTube channel. So आज म कहाँ आएको छु भन्दाखेरि आज म तिनचुरे आएको छु जहाँ चाहिँ पूर्वमा बसोबास गर्नुहुने महानुभावहरू मान्छेहरू चाहिँ हिउँ खेल्नको लागि भनेर प्राय जाडो महिना लाग्दाखेरि चाहिँ आउने गर्नुहुन्छ. सो यो चाहिँ तिनचुरे रहेको छ. हामी हिँड्दैछौँ. हिउँ पर्छ भनेर आएको तर यसपालि हिउँ परेको छैन किनभने हाम्रो ठाउँतिर नै त कस्तो जाडै छैन, घाम लागिरहेछ. सो मैले चाहिँ एक्सपेक्ट गरेको थिइनँ यहाँ हिउँ पर्छ भनेर, तर नपरोस् पनि हिउँ पऱ्यो भने धेरै जाडो हुन्छ नि त है. त्यही भएर तिनचुरे ठाउँ नै राम्रो. अझ यो सबै गुराँसको बोट नै हुनुपर्छ पक्कै पनि, तर गुराँस हेर्ने चाहिँ मलाई ठुलो रहर थियो. हिउँ चाहिँ पहिला नै खेलिसकेको भएर, तर गुराँस चाहिँ छैन. एकदम जाडो छ, घाम लागेकोदेखि पनि एकदम चिसो चिसो हावा छ. सो तिनचुरेबाट मर्निङको भ्यू यस्तो रहेको छ. गुड मर्निङ फ्रम तिनचुरे. सो अहिले बिहानको झन्डै 7:30 बजेको छ. म कहिले छिटो नउठ्ने मान्छे. घुम्न भनेपछि अफकोर्स छिटो उठिहालिन्छ. त्यो त हाम्रो सबैजनाको नसानोसम्म छँदैछ. सो यति बेला म तिनचुरेमा छु अनि एकदम स्वागत छ यहाँलाई मेरो भ्लगमा. एकदम जाडो छ यहाँ, हेर्दा घाम लागे जस्तो देखिन्छ तर एकदम जाडो छ है. सो म चाहिँ यहाँ हिँडिरहेको छु, माथि पहाड चढिरहेको छु. तर हिउँ पर्छ भन्ने ठुलो एक्सपेक्टेसन थियो, परेन हिउँ त. सो बाटो चाहिँ यस्तो छ है, एकदम गाह्रो. तर घुम्न आएपछि यतिको हिँडेन भने त मजै भएन नि. त्यही भएर हल्का त हिँडिहाल्नुपर्छ. एकदम गलिरहेको छु म चाहिँ. हिँड्ने बानी नै हराइसक्यो नि त. त्यही भएर सो सबजना माथि गइसक्नु भयो, तर म चाहिँ एक्लै चिलमा बोल्दै हिँडिरहेको छु. सो फाइनली म यहाँ आइपुगिसकेँ. वहाँ कस्तो राम्रो भ्यू रहेछ. बन्द गर्नु? हामी कहाँ जाँदैछौँ? सो हामी तिनचुरे हिँड्दैछौँ. यो सब गुराँसको फुलहरू बोटेर हो, तर फुलेको चाहिँ छैन नि. ट्रेक हिँडे जस्तो फिल भयो यार. घरमा त हिँड्न सकिँदैन कि, तर आएपछि त अब जानै पर्छ भन्ने हुन्छ नि त नि. त्यही भएर यस्तो बाटो पनि म हिँड्छु होला भनेर सोचेको थिइनँ मैले त. ओ माई गड. कस्तो लागिरहेछ गाइस. फाइनली तिनचुरे आइपुग्यो. हिँड्दा हिँड्दा अब हामी मन्दिर जान लागेको. त्यहाँ माथि मन्दिर रहेछ. सो जिन्दगीमा हिँड्न नसक्ने भन्ने मान्छे चाहिँ हिँडेर आइपुगेँ. यहाँहरू पनि यदि पूर्व भिजिट गर्नुभयो भने चाहिँ बसन्तपुर तिनचुरे आउनु होला. तर अहिले त हिउँ परेको छैन. हिउँ परेको बेला आउँदा चाहिँ झन् रमाइलो हुन्छ. सो यता ब्याकग्राउन्ड देख्न सक्नुहुनेछ यहाँले. यस्तो गर्नु भयो, मलाई लाग्यो मलाई जाडो हुन्छ. त्यही गर्नु भयो, हिँडेर पनि हुनसक्छ मेबी. सो अझै हाम्रो यात्रा बाँकी नै छ. हामी मन्दिर जाँदैछौँ. क्यामेरा चाहिँ सन्दीप पोदार, द विराटनगर. तर हामी यस्तो टाइममा ल्याउने त उयो त अघि पनि त्यस्तै भएको थियो. त म जहिले तसँग हिँड्छ नि, जहिले रङ बाटो हिँड्छु. कलर त त्यतै हो. गाइस हेर्नुहोस्, भेडा भेडा देखिरहेको छैन. देखा न त. अब भन्छ फेरि भन्छ. गाइस भेडा हेर्नुहोस्, भेडा भेडा हो त्यो, बाख्रा होला. फाइनली हामी साथीभाइलाई दर्शन गर्न आएका छौँ तिनचुरेको. कसरी तिनचुरे नै हुनुपर्छ, तर हामी यस्तो टाइममा आयौँ कि न गुराँस छ न हिउँ छ. गल्यो बात्रे भेडाहरू, पहाडको भेडाहरू. तेरो बोयफ्रेन्ड यही होइन? बुका उयो कालो मेरो तेरो बुका होइन? बोयफ्रेन्ड हो.
चाहिँ मजा लाग्छ तेरो तेरो बोयफ्रेन्डको अरे के हो आइज आइज माथि आइज खोइ सर थाहा छैन भयो होला गाइस यत्रो बाटो हिँडेर आइसकेर पनि अझै यत्रो बाटो बाँकी नै छ लास्टै गयो भाइहरू मन्दिर कहाँबाट आएको कुन ठाउँबाट उता इटरीबाट आएको के तिम्रो नाम के तिम्रो नाम यसको नाम मरियम यसको नाम फाइनली गाइज झन्डै 1 घन्टा हिँड्दा हामी पाथिभरा मन्दिर आइसकेका छौँ वाउ यस्तो राम्रो भ्यू देखिरहेको छु म देखाउँछु है त लेट्स गो वाउ फाइनली वाउ क्यामेरामा यति राम्रो क्याप्चर त म गर्न सकिरहेको छैन एटलिस्ट तर म चाहिँ एकदम इन्जोय गरिरहेको छु किनभने मलाई भिडियो खासै खिच्नु आउँदैन आई एम नट अ फोटोग्राफर नाइदर भिडियोग्राफर नट सिनेमेटोग्राफर वाउ यहाँ चाहिँ यु परिरहेको रहेछ हल्का तर यति धेरै हिँडे पनि एकदम रिग्रेट चाहिँ भएको छैन है मलाई वाउ यस्तो रमाइलो ठाउँ आइपुगेँ कि काश म जहिले यही ठाउँमा बस्न सक्थेँ तर नाइ म जाडो धेरै गर्न सक्दिनँ म जाडो महिना मन पर्दैन गाइस ये मैं हूँ और यो हिमाल है सो अब म भिडियो बनाउँछु कति छिटो आउनु भएको क्या हजुर कस्तो लाग्यो दामी कति बेला आइसु अघि 10 मिनट 15 मिनट त भयो होला ए धेरै रहेन रहेछ ओके हामी तिनजुरी आइसकेका छौँ मेरो क्यामेराम्यान मेरो प्यारो बहिनी छ सो यहाँले देख्न सक्नुहुनेछ तिनजुरे बाटो देखेको भ्यू कुन हिमाल हो त मलाई पनि थाहा छैन सो एकदम रमाइलो लागिरहेको छ सो यता जाउँ है त के गरेको उनीहरूले उनीहरू क्याप्चर गर न पनि आउनु आउन सँगै के उता जाने ए माइक लिएर आउनु पर्ने कस्तो रमाइलो है त्यहाँ हेर न हिउँ परेको मैले त एकदमै धेरै इन्जोय गरेँ यहाँहरू पनि आएर इन्जोय गर्नु होला तर हिँड्न चाहिँ ज्यादै पर्छ है ज्यादा भन्दा पनि हिँड्ने बानी छ भने त पर्दैन तर हिँड्ने बानी नहुँदा चाहिँ गाह्रो हुन्छ वाउ भ्यू बस यहाँ रहेछ हाम्रो हाम्रो हो नि म्यामले यो बस बसमा पुग्नको लागि कता कताबाट जानुपर्छ है सो जाँदैछु अझै हिउँ परेको भए अझै धेरै रमाइलो हुने थियो हिउँ नपरे पनि जे होस् त्यस्तो नराम्रो रिग्रेट मुमेन्ट त भएको छैन हामीले एभ्री मुमेन्ट लाइफको इन्जोय गर्नुपर्छ भन्ने मलाई लाग्छ हो मैले हिउँ नपरे पनि एकदमै धेरै इन्जोय गरेँ हिमाल हेरेर हिमाल एकदम राम्रो छ कति धेरै लाडे गुराँसको बोट पनि छ यहाँ सो गाइज आज चाहिँ म मेरो ट्रिपको डे 2 मा छु डे 2 मा चाहिँ आज हामी तिनजुरेमा छौँ हिजो चाहिँ बसन्तपुरमा बसेको थियौँ सो मैले बसन्तपुरको भिडियो चाहिँ बनाउन पाएन मुडे आएको थिएन तर तिनजुरे आएपछि यस्तो राम्रो भ्यू देखेपछि चाहिँ मलाई भ्लग बनाउन जागर चलेको है अलिकति भन्नुपर्दा भ्लग बनाउने मेरो कुनै सोच पनि थिएन इन्टेन्सन पनि थिएन तर भ्यू देखेपछि आई क्यान्ट स्टप माइ सेल्फ
होला ब्याकग्राउन्डमा म कति धेरै इन्जोय गरिरहेको छु भनेर तपाईँ पनि यहाँ झन् म पाल भ्यू देखेको रहेछ माई गड हजुर हामी विराटनगरदेखि ठिकै भनौँ त्यहाँ चाहिँ शिवजी हुनुहुँदो रहेछ यहाँ त घुम्नको लागि झन्डै एक दिन पुरै चाहिने रहेछ सर्टेन टाइमको लागि त नहुने रहेछ जहाँदेखि त्यही भिडियो बनाउनु मन लाग्ने है वाउ हामी त्यति मुभीदेखि आएको थियौँ माई गड सो गाइस हामी फर्किँदैछौँ म चाहिँ एक्लै छु जहिले ढिलो हुन्छु जे कुरामा पनि म एउटा कुरामा मात्रै छिटो छु त्यो हो यहाँलाई थाहा छ होला म बोल्न मात्रै एकदम छिटो छु त्यो पनि हावा गफ्दिनँ मेनली चाहिँ सो माई भ्लग इज अबाउट फिनिस्ड मेरो भ्लग चाहिँ अब सकिन लागिसकेको छ किनभने म फर्किँदैछु सो आज सेकेन्ड डे थियो हाम्रो ट्रिपको हेलो भाइ के छ कस्तो ह्यान्डसम अरे क्या तिमीले मेरो भ्लगमा हाल्छु ल ओ माई गड